हेलो साथीहरू, आज म केही कुराहरू भन्न मलाई एकैछिन सुनिदिनु ल। पर्दा कालो छ तर मेरो आवाजमा केही दम छ जस्तो लाग्छ क्या मलाई। एकैछिन सुनिदिनु। अहिले हाम्रो देशमा चलिरहेको वर्तमान स्थितिको सबैभन्दा महत्त्वपूर्ण गतिविधि भनेको राजनैतिक गतिविधिहरू छ क्या। देशमा धेरै राजनैतिक उथलपुथलहरू हुँदै छ जस्तो छ क्या। निकै व्यक्तिहरूको योगदान भइसक्यो। यो हाम्रा बच्चाबच्चीहरूले पछि सोसियलको किताबमा पढ्नेछन् कि हाम्रा बाउहरूको पालामा यतिजना मरेका थिए, यस्तो भएको थियो, फेसबुक बन्द भएको थियो त्यही दिन। त्यसै कारणले गर्दाखेरि यति धेरै मान्छेहरू मरेका थिए। केपी ओलीले आदेश दियो, यता गरे उता गरे भनेर हाम्रो पछि छोराछोरीहरूले पढ्नेछन् क्या सोसियल किताबमा। तर म मुख्य विषय के भन्न गइरहेको छु भने साथीहरू, यो जुन नयाँ नेताहरू आउँदैछन् नि, नयाँ जेनेरेसनका नेताहरू, तिनीहरूप्रति हाम्रो जनताहरूले धेरै आश राखेको छ क्या। अहिले विगतमा चुनाव हुन लागेको छ होइन, धेरै आश राखेको छ क्या। तर मलाई चाहिँ के लाग्छ भने नि, धेरै आश राखेको छ होइन। पहिला यो एउटा कुरा भन्छु। अनि पुराना पुस्ताका जुन केपी ओली, शेरबहादुर देउवा लगायत भन्ने नेताहरू छन्, तिनीहरूलाई पुरानो पुस्ताका नेताहरू मानौँ। तिनीहरू अब आफ्नो मौलिकता अथवा आफ्नो पहिचानहरू गुमाउँदैछन् क्या। आफ्नो प्राइम टाइम भनेर बुझौँ न, बिस्तारै गुमाउँदैछन् क्या, आफ्नो शक्ति गुमाउँदैछन् क्या। अब नयाँ अर्को मान्छेको, नयाँ पुस्ताको समय आउँदैछ क्या, नयाँ नेताहरूको समय आउँदैछ। मलाई चाहिँ लाग्छ कि साथीहरू, नयाँ पुस्ताका यी नेताहरूले पनि त्यसमा केही गर्ने होइनन् क्या। देश जुन गतिमा चलिरहेको छ त्यही गतिमा नै चल्छ क्या। यिनीहरू आउने बित्तिकै चाहिँ एकैतालि नेपालमा अलिक तीव्र रूपमा विकास हुन्छ भन्ने होइन क्या साथीहरू। हामी धेरै भ्रममा परेका छौँ क्या। तर यसको मतलब यो होइन कि पुराना पुस्ताहरूलाई अँगाल्नुपर्छ, नयाँ पुस्ताका नेताहरूले ल्याउनु हुँदैन। होइन, परिवर्तन चाहिँ चाहिन्छ। त्यसमा स्टेप बाई स्टेप चाहिन्छ नि। पुरानालाई हटाउनुपर्छ, यो अनिवार्य छ, र नयाँलाई अँगाल्नै पर्छ। यही नै प्रकृतिको नियम हो क्या। तर धेरै मान्छेहरूले, नयाँ पुस्ताका नेताहरूले अति नै आश गरेका छन् क्या। यिनीहरूले नै पछि ती नयाँ नेताहरूलाई विरोध गर्नेछन्। जब उनीहरूले आफ्नो इच्छाअनुसार उनीहरूको काम देख्दैनन्, तब उनीहरूलाई रिस उठ्छ। यी बालेन शाह, रवि लामिछानेको जति अहिले समर्थकहरू छन् नि, यिनीहरूले यदि देशमा जनताहरूले चाहे अनुसारको परिवर्तन ल्याउन सकेनन् भने यिनीहरूको त्यही रूपमा पछि विरोधीहरू जन्मिन्छन् र त्यसरी नै यिनीहरूको पतन हुन्छ। यो 100% सही छ। नभए त्यहाँ आफ्नो नाति नातिनाहरूसँग टाइम मसिन छ भने गएर सोध्नु होइन। म फिक्स छु, किनकि म ओसोको विद्यार्थी हो, बुझ्नुभयो नि। र ओसोको विद्यार्थी हुनुको फाइदा त्यो कि म आफ्नो बोलीमा कन्फिडेन्स छु। र म के भन्न गइरहेको छु क्या साथीहरू भने, तपाईँहरूले त्यति धेरै आशा नगर्नु क्या नेताहरूबाट। जब हाम्रा विचार, हाम्रा शैलीहरू कुनै व्यक्तिसँग मिल्दैन भने हामी त्योसँग प्रत्यक्ष रूपमा विरोधी भएर उत्रिन्छौँ क्या। हाम्रो एक्सप्रेसन विरोधी भइहाल्छ क्या। हाम्रो बोली पनि विरोधी हुन्छ। एक्सप्रेसन विरोधी भएपछि बोली त मुखबाट निस्किहाल्ने नै भयो क्या। अब हेरौँ न,
कि प्रत्यक्ष रूपमा के उदाहरण हेरौँ भने केपी ओलीहरूलाई हेरौँ न। उसले ऊ अब पुरानो भइसक्यो क्या। उसले अब नयाँ जेनेरेसनलाई चित्त बुझाउने खालको कुरै गर्न सक्दैन क्या। ऊ कुरा त मानौँ एकछिन पढेर गर्ला, तर उसको व्यवहारले गर्दा अब कसैले पत्याउँदैनन् क्या। र उसले कुरा पनि गर्न सक्दैन क्या त्यो हिसाबले। जसरी बालेनले कुरा गर्छ त्यसरी केपी ओलीले कुरा केही गरी गर्न सक्दैन क्या। र बालेन भनेको नयाँ जेनेरेसनको नेता हो क्या। उसले नयाँ जेनेरेसनको माइन्ड थाहा छ क्या। ऊ नयाँ जेनेरेसनको माइन्डसँग मिल्छ क्या। नयाँ जेनेरेसनको विचार शैलीसँग मिल्छ, त्यही भएर उसले कुरा गर्न सक्छ। त्यही भएर त बालेनलाई मन पराउँछ नि त। आफ्नो गुण भएको मान्छेलाई, आफ्नो विचार आफ्नो अनुसार आफ्नो विचार मिल्ने मान्छेलाई देख्ने बित्तिकै ओहो भनेर हामी स्माइल दिन्छौँ क्या। आफूसँग जसको पनि गुण मिल्छ त्यसलाई देख्ने बित्तिकै हाम्रो मनमा एक किसिमको खुसी मिल्छ क्या। ठ्याक्कै अहिले आएको नेता बालेन जस्तै छ क्या। अब हामी बालेनलाई एकदमै समर्थक गरिरहेछौँ होइन। र पुरानो जेनेरेसनका नेताहरू हट्दैछन्, हट्नु पनि पर्छ, परिवर्तन जरुरी छ। अनि क्रम त यसरी नै बढिरहने हो क्या साथी हो। राजनीति अहिले मात्रै सुरु भएको होइन क्या साथी हो। हामी जन्मिनुभन्दा करोडौँ साल त नभनौँ, हजारौँ साल अगाडिदेखि नै राजनीति चलिरहेको छ क्या साथी। राजनीति भनेको के हो तपाईँहरूलाई थाहा छ? पहिला कुरा राजनीति भनेको के छ तपाईँले एउटा सिम्पल परिभाषा दिन्छु क्या म। राजनीति भनेको क्या आफ्ना जस्तै म नेता भए नि, जस्तै म नेता भए, अब तपाईँहरू जनता हुनुभयो क्या। मैले चाहिँ तपाईँलाई तपाईँको माइन्ड पढेर होइन, तपाईँकै शैलीमा कुरा गरेर तपाईँलाई मक्ख बनाउनु पर्यो क्या। अब तपाईँको मैले माइन्ड पढिसकेपछि त तपाईँले के चाहनुहुन्छ त्यो सबै मलाई थाहा छ। अनि थाहा भएपछि म तपाईँकै शैलीमा कुरा गर्न सक्छु। तपाईँकै शैलीमा कुरा गर्न जानिसकेपछि त तपाईँलाई त मैले मक्ख बनाउनु कुन ठुलो कुरा हो र। हो त्यो कुरा नयाँ जेनेरेसनको व्यक्तिले मात्रै जान्दछ क्या। जुन आफ्नो जेनेरेसनको मान्छे हो त्यसले त आफ्ना आवश्यकताहरू मजाले बुझ्न सक्ने भइहाल्यो नि होइन र। आफ्ना आवश्यकताहरू मजाले बुझ्न सक्ने भइहाल्यो नि। अझ अनि जब तपाईँलाई मख बनाउन सक्छु तब तपाईँलाई ठग्न सक्छु क्या म। एउटा पोलिसी हो क्या राजनीति भनेको। राजनीति भनेको ठगी खेल हो क्या। र जनताहरू भनेको बिचारा ठग हुन लेखेको हुन्छ क्या उनीहरूको भाग्यमा। ठगी हुन लेखेको हुन्छ क्या। उनीहरू चाहिँ जाँदा पनि ठगी हुन्छन् क्या, ठगिन्छन् क्या। र ठग्नको लागि त्यही नै हो नि, उसलाई मख बनाउन सक्नु पर्यो क्या। मख बनाउन सक्दा त उसलाई ठग्न सकिन्छ होइन र। त्यस्तै क्या। त्यही भएर त ओल्ड जेनेरेसनका नेताहरूले नयाँ जेनेरेसनको माइन्ड मजाले बुझ्न सक्दैनन्, त्यो अनुसारको कुरा खेलाउन सक्दैनन्, त्यो त्यति शब्दहरू जान्दैनन् क्या। नयाँ जेनेरेसनका शब्दहरू घुमाउन जान्दैनन् क्या।
उनीहरूसँग त्यो नयाँ पुस्ताको माइन्ड पढ्न सक्ने इनर्जी नै हुँदैन क्या। त्यही भएर उनीहरूले नयाँ पुस्ताको माइन्ड पढ्न सक्दैन। त्यही भएर नयाँ पुस्ताको जेनेरेसनहरूलाई ठग्न सक्ने उनीहरूसँग स्किल पनि हुँदैन क्या। तर उनीहरूले आफ्नै ओल्ड शैलीमा ठग्न खोजिरहेका हुन्छन्। तर नयाँ जेनेरेसन अलिकति बाठो भएका हुन्छन्, त्यही भएर ठगिँदैनन्। के लाग्छ तपाईँहरूलाई? ती केपी शर्मा ओलीहरू पनि त 18, 19, 20 वर्षको उमेरमा हुँदाखेरि, टिनेजमा हुँदाखेरि म पनि आफ्नो देशमा केही गर्छु भन्ने जोस थिएन होला र? जब हामी स्कुल एजमा थियौँ तब सोसियल विषयमा माने ती अङ्ग्रेजहरूले हाम्रो देशको सिमानाहरू लुट्दाखेरि हामीलाई कति रिस उठ्थ्यो। मासालेहरूले लुटे र लगे, धन्न हाम्रा गोर्खाहरूले अलिकति जोगाइदिए। मार्नु पर्थ्यो, काट्नु पर्थ्यो जस्तो रिस आउँदैन थियो तपाईँहरूलाई? त्यस्तै आउँदैन थियो र तिनीहरूलाई? कि तिनीहरू पनि त नेपालकै हो, आफ्नो माटोको आउँथ्यो क्या यो, उनीहरूलाई पनि त्यो जोस आउँथ्यो क्या। तर उनीहरू बिस्तारै बिस्तारै गलिसकेका। कहाँ सजिलो छ यार राजनीति भनेको। गराउनलाई खुसी बनाउन सक्नुपर्छ। बिस्तारै 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 उनीहरूले जान्दै गए कहाँ कहिलेकाहीँ आफ्नै मान्छेलाई त खुसी बनाउन सकिँदैन, गराउनलाई कसरी खुसी बनाउन सक्नु। उनीहरूले बिस्तारै जान्दै गएका। तपाईँहरू पनि यसो विचार गर्नु न। तपाईँहरूको घरमा पनि बुढी छन्, आमा छन्, बाउ छन्। तपाईँले आज केही कुराले उनीहरूलाई खुसी बनाउन सक्नुभयो भने भोलि तपाईँहरूबाट कुनै ठाउँमा गल्ती हुँदाखेरि त्यो पुराना कुराहरू उनीहरूले पनि याद राख्दैनन् क्या। त्यही वर्तमानकै कुराहरू मात्रै याद राख्छन्। त्यतिखेर तपाईँहरूसँग रिसाउँछ। उनीहरूले पनि त ओल्ड जेनेरेसनको पुस्ताहरूले पनि त केही योगदान त दिएका छन् क्या। त्यस्तै नयाँ जेनेरेसनका नेताहरूले पनि योगदान दिनेछन्। तर धेरै समय दिइराख्ने छैनन् क्या यिनीहरूले। साथी हो, र म फाइनल निष्कर्षमा के भन्न चाहन्छु भने जतिसक्दो परिवर्तन हुन्छ, परिवर्तन गर्नुपर्छ। यी नयाँ जेनेरेसनको नेताहरू आउँदैछन् नि, यिनीहरूलाई एउटा कार्य अवधि मात्रै दिने हो, 5 वर्षको अवधि मात्रै दिने हो। त्यस पछाडि नयाँ नेताहरू आउनुपर्छ, अनि मात्रै त्यसमा छिटो छिटो परिवर्तन हुन्छ। तपाईँले मेरो कुरा कति बुझ्दै हुनुहुन्छ? धन्यवाद।